हेलो साथीहरू फेरि पनि वेलकम छ मेरो भ्लगमा। अहिले चाहिँ धेरै पछि आएको छु, भयो होला 1 महिना जति होइन, 1 महिना बेसी नै भयो होला होइन। त्यसो भएर सबैजनालाई वेलकम छ। अब बिचमा चाहिँ बनाएन किनभने त्यस्तो भएर बनाएन। आज चाहिँ हामी सुटिङ गर्नु जानु लागिरहेछु। छटो लाएर रेडी भइसक्यो, दुईजना छ, निर्मल दाई हाम्रो मन्दिर टोन अर्को लगेज ल सेम क्या मिलेको यार, कलर दामी मिल्दो रहेछ, म्याचिङ रहेछ पुरा। ल अब आजको भ्लग चाहिँ के कस्तो हुन्छ त्यो लाएर हेरेर कमेन्ट हानिदिनु होला। ल अहिले चाहिँ हामी ट्याक्सी कुरेर आएको छैन, आज गयो गोली हान्ने हान्नु पऱ्यो नि त, गीतको बोले गोली हान्ने गोली हानी भन्ने हाम्रो आर्के दाजुको गीत रहेको छ भने चाटो लाएर अब यहाँनिर भगवान् हान्नुपर्ने हुन्छ। अब हेरौँ के हुन्छ होइन। अब उता गएर भेटौँ न लोकेसनमा। ल गाइजहरू हामी चाहिँ लोकेसनमा आइसके छिटो तरिकामा। अहिले चाहिँ हामी न्यु रोडतिर चाहिँ लभली पार्नु हेर्नुहोस्। यो के भएको मौसम यार, बिहानको 7 8 बजिसक्यो होला, डुम्म भइरहेको छ पुरा। अब हामी चाहिँ यहाँ माथि लाग्छ चटो लाएर सरर हेर्नु छ। हामी चाहिँ यहाँ माथि टपमा आइसक्यो। ल हेर्नु यहाँ सिन यस्तो छ आजको अवस्था काठमाडौँमा। ल हेर्नुहोस् डुम्म हुँदैछ, के गर्नु, यो के भएको, यो आइसकेको छ। ओ वेलकम छ चटो लाएर मेरो ब्लगमा। कति बजी गऱ्यो यार, के हो पागल प्रेमी। के भयो त नि आले भयो हाम्रो चाहिँ यहाँभित्र यता। ल हेर्नुहोस् दामी छ, बवाल छ, रेड क्यामेरा आजको यहाँ। त्यही मेरो दादा अलिकति कालो आयो त लाइट पुग्यो। डान्स प्र्याक्टिस हुँदैछ फेरि। आमा यहाँ केटाहरूको प्र्याक्टिस हुँदैछ खतरा। धिरा चाहिँ यसले होइन त। आज आइसक्यो हाम्रो चटो लाएर। धेरै दिनपछि ब्लगमा वेलकम छ दाइ। अल्छी सब्सक्राइब नगर्दाखेरि चाहिँ अहिले चाहिँ अल्छी बन्छ साह्रै। भ्लग बनाउनु अल्छी गर्छ है। यो मैले गाडी गरेर हो यो पनि होइन आज एकदम जोसमा छु म। सब ढुम्म भयो, पानी पर्यो हुसो लाग्यो कि पुरा डुम्म छ। ल गाइजहरू चटो लाएर अहिले चाहिँ म रेडी भइसक्यो होइन। आजको लुगा चाहिँ यो छ मेरो, सबजना रेडी भइसक्यो। हाम्रो दाइ पनि यहाँ मेकअप सेकअप लाएर चट्ट रेडी भएर आइसक्यो। अब मेरो पाल छ मेकअप लाउने। र कस्तो भएर छ भ्लग चट्ट लाएर कमेन्ट हानिदिनु। त्यसले पछि गरेको भ्लग अलिकति बोल्नु पनि आइरहेको छ होइन। अनि हाम्रो यहाँ हुनुहुन्छ क्यामेरामा सुजन पागल प्रेमी। यसको पनि मेकअप हुनु लागिरहेछ। ल अब चट्टो लाएर मेकअपमा गएर भेटौँ है त। खै होइन अलिकति पातलो हुन्छ। कसो लाग्यो तपाईँलाई? वेलकम छ है त दाजु मेरो भ्लगमा। चटो लाएर यता आउनु न। आजको अब कस्तो हुँदैछ, के अरे तपाईँको आजको कस्तो हुँदैछ एक्सपिरियन्स? रमाइलो भइरहेको छ। अब हाम्रो फेरि गाईसँग पहिल्यैसँग मनको नाता अब तिमीहरूसँग दाई अन्जनसँग काम गर्न फेरि जुटेको छौँ हामीहरू। राम्रो होस् हाम्रो। जुट्नै पऱ्यो नि होइन ल। अब बवाल हान्नुपर्छ आज है त। गाइजहरू बवाल भइरहेको छ। मेरो चाहिँ ड्रेसअप लाएर पुरा हेयरस्टाइल गरेर यस्तो भइसक्यो लुक्स चाहिँ होइन। दामी पार्नु कस्तो देखेको छ चट्टो लाएर कमेन्ट हानिदिनु होला। क्यामेरा पूजा हुँदैछ है त। हाम्रो चाहिँ यहाँ चट्टो लाएर सबजना हाम्रो दबङ छ, हिरो हिरोइनी सबैजना। 100 मिलियन के भयो अन्दोल भयो त पाउँदै त कहाँ थियो भयो क्या। अब हाम्रो यहाँ फर्स्ट टेक लिन गइरहेको छ। ल साथीहरू हेर्नुहोस् मोनिटरमा पुरा आइसक्यो भीमफेदी गाइज FTRK चटो लाएर। अब हाम्रो चाहिँ यहाँनिर फर्स्ट टेक भइसक्यो मेरो। अब मन्जितको हुनु लागेको छ गोली हानी गर्दै या
ल रेडी भइसक्यो गाइजहरू यहाँ जोसमा छ यहाँ गाइजहरू 2 जना चाहिँ निन्द्रामा छौँ उहाँ ल अब हाम्रो मन्जित सरको पाराले गोली हानी ओ ओ ओ अब अर्को टेकमा भेटौँला सिकाउने कार्यक्रम हुँदैछ हाम्रो बिनाजीलाई चटलाएर हामी चाहिँ अनि यहाँ बसिरहेको छ एकदम चिल पारामा भइरहेको छ यता पनि छ मेरो ब्लग लभली भइरह राम्रो लाग्नेले कमेन्ट हान्नु नराम्रो लाग्नेले कमेन्टै नहान्नु कस्तो बवाल थियो लाइट के हेर्नु दामी देखेर प्रकाश ल हेर्नु न खतरा छ यार बवाल ल हाम्रो सुटिङ चाहिँ यस्तै भइरहेछ के कस्तो लाग्यो चटलाएर कमेन्ट हानिदिनु होला यहाँ फोटोसुट पनि हुँदैछ यहाँ फेरि हाम्रो आरके दाज रोटिनाजीको लभली ए उड्ला गोलीले उड्ला फेरि यसको काम यही हो ओ आम्बो बवाल आउँदो रहेछ यार अरे मामा दामी जाँदो रहेछ ल सही सही नगर अहिले कस्तो लागिरहेछ दाजु सुटिङ रमाइलो भइरहेछ चस्माले ह्यान्डसम देखाएको छ क्युट होला होला मान्छे पनि यही हो कि यो है 1 नम्बरको ल अब हाम्रो दाजु यहाँ लिप्सिङ हुनु लागिरहेछ यहाँनिर ल गाइजहरू खाना खानु लाग्यो त अब चेटो लगाएर ल रेडी हाम्रो सुट चाहिँ सकेर अब खाना खाँदैछु यहाँ अर्को ब्लगर छ यहाँ ब्लगर भइरहेछ ल अब खाना खानुपर्ने हुन्छ चेटो लगाएर गाइजहरू हामी चाहिँ खानासाना खाएर भइसक्यो यहाँ हेर्नु आम्मामा के भयो हावा चलेर यहाँ एकदम खतरा हावा चलिरहेको छ अब भित्र जानु सिल उडाइदिइसक्यो साथीहरू हामी चाहिँ अब खानासाना खाएर च्याटो लाएर बाहिरको दृश्य पनि देख्यो होला हावाहुरी बवाल लागिरहेको छ होइन यहाँनिर हाम्रो भित्र सुटिङ हुँदैछ बवाल हेर्नुहोस् यहाँ दामी सुटिङ भइरहेको छ म चाहिँ यत्तिकै बसिरहेको छु मेरो पालाको छैन लाइटिङ भयो बवाल सुट हुँदैछ र धेरै पछि भ्लग गरेको कस्तो कस्तो लागिरहेको छ भ्लग गर्नलाई मेरो त कति 30-35 दिन जति भयो होला भ्लगै नगरेको ल त्यस्तै भइरहेछ के कस्तो लाग्यो कमेन्ट हानिदिनु त अब मेरो पाला आयो जस्तो ल चटो लगाएर अब मेरो सर्ट लिएपछि भेटौँला पाउँदा रेडी भइरहेछ यहाँ क्यामेरा लिएर ल अहिले चाहिँ हामी माथिपट्टि आइसक्यो है त गाइजहरू यस्तो छ हेर्नुहोस् यहाँनिर अनि चट्टो लाएर यहाँनिर बार छ हाम्रो डनहरू यहाँ छ बहिनीहरू चट्टा आएर बसिसक्यो घरको सिन हुँदैछ यहाँनिर लभली ल हेर्नुहोस् क्लब पनि दामी छ आलु चोर है यो चाहिँ आलु चोर यहाँ आलु चोरको साउ यहाँ हाई हाई गर्दैछ ल अब यहीँनिर खिच्दैछु है त ल चुलबुल पाण्डे र चुलबुल पाण्डेको सेक्रेटरीहरू 2 जना छ यहाँ चुलबुल रुम्बा हेर्नु त आमा इन्टरभ्यू हुँदैछ यहाँनिर हाम्रो नेपालको टप नम्बर 1 ब्लगरले हाम्रो बिनाजीको इन्टरभ्यू लिँदैछ भ्युवर्स चाहिँ यहाँ चाहिँ अर्को यहीँनिर 2 जना हामी चाहिँ हेरेको हेरे ल हेर्नु त्यहाँ आम्मा क्यामेरा पनि यताबाट उताबाट यता है कन्टेन्ट पाएको छ यसले है क्यामेरा यता देखाएर अरू के भन्नु छ भने गर्नु ओइ ओइ स्लुलुलु खतरा इन्टरभ्यू भइरहेको छ यसको त्यहाँ पुरा सब्सक्राइबर बढाउनलाई है
हेर त्यहाँ पुरा सब्सक्राइब हानिदिनुहोस् न भन्दैछ यहाँ साथीहरू यस्तो चल्ला छ हाम्रो सुटिङ चाहिँ अब लास्टतिर आइसक्यो अब 3टा 4वटा जति छ अब सुट गर्नुपर्ने सर्ट लाएर अनि त्यहाँपछि फिनिस लभली पार है म्युजिक भिडियो आउँदैछ हेरिदिनु होला है सबैजनाले दामी गोली हान्यो टु है त टु गाइजहरू हाम्रो खतराको डान्स टेक भइसक्यो होइन पसिना पसिना पारिसक्यो मुर्दारहरूले एकछिन ठिकै छ त अलिक भ्लगमा आउँछ फेरि ल के कस्तो लाग्यो मेरो भ्लग चटुला कमेन्ट हानिदिनु लभली पारामा ठुलो देख्यो होला गरिब डेन्जर भइसक्यो ल अब अर्को टेक आम्बो हाम्रो दाजुको सर्ट हुँदैछ यहाँ लभली चटो पारा भनेर काउन्ट गर्छ नि बाल्नु है त 1 2 3 4 ल साथीहरू अहिले चाहिँ हामी इन्डिङ पोइन्टमा आइसक्यो होइन चटो तरिकामा ल हेर्नुहोस् अब हाम्रो आरकेजीको लिपसिङ लिँदै हुनुहुन्छ लभली भइरहेछ त दामी भइरहेछ लभली बबाल छ कहाँ हाम्रो यहाँ आरके दाजुको लिपसिङ हुँदैछ त ल गली भनी गीत पार्ट 2 चटो तरिकामा अब यस्तै भइरहेछ हाम्रो यो भेन्यू चाहिँ के अरे न्यू रोडमा रहेको छ के भेन्यू हो थाहा भएन एलिभेट के भन्ने रहेछ ल चटला हजुरहरू यहाँ आउनु सक्नुहुन्छ अब यस्तै त हो नि होइन सुटिङहरू बल्ल बल्ल भ्लग गरेको छ अब हाम्रो इन्डिङ पोइन्टमा आइसक्यो है त लभली पारामा धेरै धेरै धन्यवाद आजको लागि प्याकअप ल साथीहरू हाम्रो चाहिँ प्याकअप भएको छ ल गाइजहरू प्याकअप ल प्याकअप यतापट्टि खोइ चट्ट लाएर आजको लागि प्याकअप ल अब निन्द्रा पुरै को सुतेको छैन गएर ल साथीहरू चट्ट लाएर प्याकअप भइसक्यो हाम्रो चाहिँ लभली पारामा सबैलाई के कस्तो लाग्यो भ्लग लभली पारामा सेयर सब्सक्राइब हानेर चट्ट लाएर छोडिदिनु होला है त ल आजको लागि भ्लग यति नै है त ल बाई बाई सबैजनालाई भन्दै गुड नाइट